मनीको यस्तो प्यारो ठाउँ तोरीको तेल अहिले त सामुदायिक विद्यालयमा विद्यार्थी हराउँदै गएको बेला हरानीलाई तै छ यो स्कुलमा त राम्रै संख्यामा विद्यार्थी हुनुभएको रहेछ। अक्षरलाई लेख्दा आयो परिस्थिति देख्दा लायो मलाई रमाइलो। लसुन अनि प्याज लसुन प्याज लसुन प्याज लसुन प्याज सिम्पति सिउले गाउँ भनेर हुन्न पढाइको गुणस्तर राम्रो भएपछि गाउँघरमै पनि विद्यार्थी पढ्दो रहेछन् देख्यौ होला तिमीले। फलम खायो कहिले उदिनमा भोटेवडारको बुढो बाघको बच्चा काठमाडौँतिर हरायो भन्ने सुनेको थिएँ मैले। काठ आयो यहाँ आज आयो यहाँ आयो धानै र खायो नानी तोमा पुतलीले मकै खायो घुनाले। सोही माया जाला मकै खायो घनाले खायो घनाले। अरनीलाई ताको अतनी नानी मनी भोटेरार माथिको श्री भारती सदन माध्यमिक विद्यालयमा पढेर यहाँसम्म आएको। मस्याङदीको पानी सामुदायिक विद्यालयमै पढे पनि राम्रो मान्छे राम्रै हुन्छ नानी। आगो बाल्ने सलाई भोटेरारको बाटो छाउरो भनिहाल्यो मलाई। मस्याङदीको पानी सर्पको बच्चा र बाघको छौरो एकै ठाउँमा बस्दैन नानी। त्यसो खाने खाजा भेट्यौ मलाई आज तिम्रो भाग्य हुनाले। यसै माया जाला तिम्रो भाग्य हुनाले। आजसम्म बसिरहे म त तिम्रै पिरमा आनेर संस्कृतमा बिमा भेट्दाखेरि तिमीलाई लान्छु बहनको घर भए पनि खिरै खिर खान्छु भनेको थियौ तिमीले। तिम्रो वचन सम्झिएर लमजुङको पुरै जिल्ला खोजी हिँडे म त।
मर्स्याङ्गी खोला नानी कति परो नदेशे त हरणीलाई पर्छ अतनी नानी 2 वर्ष पहिला माइलाको अहिले खोज्दै हिँड्या रहेछ फलन खायो खैले तुला त मायाको जाल हानेर छोडेको थिएँ मैले जमुना नदी तर्यो अतनी हजुर राम्रै असर माछा जालमा पो पर्यो समाजको माझा लान्छु मैले आज ठकुरीको छोरी मकै पर्थे म त्यति बेला आफ्नो जस्तो भएनौ 2 वर्षसम्म पुरी बसे आउँदा पनि आएनौ लाँदा पनि लैनौ ला छैन कि पुरी आकाशैमा हेरौँ कति मारे राम्रो सूर्य र चन्द्रमा दाम पैसा भन्छन् अतनी हजुर बस्नु पाएँ भने ठ्याक्छ नबस्नु खाना पाएँ भने टप्प नखानु बुढापाका भन्छन् अरे निलाई तैना पाएँ भन्दैमा त्यसै घर गइहालेर भएन फलन खायो खैले 2 वर्षसम्म कसको छोरी थियो भनेर विचार गरेँ मैले तरकारी सिमलाई अब लान्छु तिमीलाई असारको 15मा
बात